नदीको भ्यू हेरिसकेपछि अब हामी लाग्यो घाँसे मैदानतिर। अनि घाँसे मैदान घुमाउँदै हाम्रो गार्डले चाहिँ हामीलाई आफ्नो अनुभव सेयर गर्दै हुनुहुन्छ। हाम्रो आनन्दजीले मलाई क्वेसन सोध्नुभयो, तपाईँलाई सबभन्दा राम्रो चाहिँ एक्सप्लेन गर्नुलाई के राम्रो लाग्छ, कसरी सिक्नुभयो, केही क्वेसनहरू गर्नुभएको थियो। अनि उहाँको रिप्लाई गर्दै हुनुहुन्छ उहाँले, कुनै पनि काम सजिलो हुँदैन, पैसा कमाउनलाई मेहनत गर्नै पर्छ। हामी यसरी जङ्गलमा गाइडको काम गर्नको लागि हामीलाई हरेक यहाँको डिटेल कण्ठग्रस्त हुनु पर्यो। जस्तो बोटहरूको बारेमा पुरै हामीलाई इङ्ग्लिस नेम, साइन्टिफिक नेम र नेपाली नेम हामीलाई हुनैपर्छ। उहाँले अहिले चाहिँ चराको बारेमा भन्दै हुनुहुन्छ। चराको बारेमा भन्नुपर्दा रमाइलो लाग्यो। अब चराको अब जनरली नसकिने प्रजातिको चराहरू छ भने मैले होइन, त्यो मध्येमा अब नेपाली नाम हुन्छ त्यसको, इङ्ग्लिस नाम हुन्छ। प्रत्येक चराको साइन्टिफिक